Hello everyone, welcome to back channel. I am Poonam Bosnet. I hope हजुरहरू पनि सन्चै हुन्छ होला। म पनि सन्चै छु। आज म कहाँ जाँदैछु त? आज म तपाईँहरूलाई के देखाउन आँट्दैछु भने आज चाहिँ म कन्याम गएको छु। आज चाहिँ कन्यामको मौसम पनि एकदम राम्रो भएको छ। अनि कति राम्रो सिनहरू देखिरहेको छ। अनि आज चाहिँ म एक्लै गएको छु अनि एक्लै भिडियो बनाइरहेको छु। अनि तपाईँहरूलाई पनि देखाउँदैछु। एक्लै साथी चाहिँ चाहिने रहेछ भिडियो बनाउँदाखेरि। एक्लै हुँदा चाहिँ एक्लै फोन देखाउने, यताउता गर्ने, एक्लै झ्याउ हुँदो रहेछ। तर एक्लै जानु पनि रमाइलो, एकदम रमाइलो, झ्याउस्याउ नहुने, केही झन्झट नहुने, एक्लै बोल्ने, एक्लै पतर हिँड्ने, एक्लै यसरी भिडियो बनाउँदै हिँड्नुको मजा पनि फाल्टै छ। अनि हेर्न सक्नुहुन्छ कन्यामको अवस्था यस्तो छ आज चाहिँ। अनि साथीहरू कन्याम माथि डाँडाबाट चाहिँ एकदम राम्रो आउँथ्यो नि। तर म चाहिँ डाँडामा गइनँ, एक्लै साथी नभएपछि अल्छी लाग्दो रहेछ। तर यो बाटोबाट खिच्दा पनि राम्रो आएको छ। त्यसपछि चाहिँ म हिँडेँ एक्लै लठ्याङ अल्छी लाग्यो, एक्लै डुल्न अल्छी लागेपछि त्यसपछि म घर फर्किँदैछु साथीहरू। अनि वातावरण पनि एकदम राम्रो छ आज चाहिँ, एकदम राम्रो थियो। अझ साथी लिएर हिँडेको भए चाहिँ रमाइलो हुन्थ्यो, भिडियोहरू बनाइदिन्थ्यो। एक्लै हुँदा चाहिँ गाह्रो हुँदो रहेछ। त्यसैले र पनि केही छैन, एक्लै पनि हिँड्न सक्नुपर्छ। कहिलेकाहीँ एक्लै हिँड्नको फिल पनि गर्नुपर्छ, एक्लै पनि जहाँ पनि पुग्न सक्नुपर्छ भनेर आँट चाहिँ हुनुपर्छ साथीहरू। मलाई चाहिँ जहाँसम्म त्यस्तो लाग्छ। ओ सेट, आज त बाटोमा चेकिङ रहेछ, लस्करले रोकिरहेछ नि त भाइ। तर पनि केही छैन, बाल छैन, सबैलाई साइड रहेछ। मलाई चाहिँ रोक भन्छन् कि भन्नुहुन्न, म त्यो चाहिँ मलाई थाहा भएन। लो मलाई त केही भनेन त भाइ, म त स्वात्तै छिरेँ त। म चाहिँ प्रायः चेकिङमा परेको छुइनँ नि त, र पनि डर कस्तो फिल चाहिँ हुँदो रहेछ। तर पनि केही छैन, कहिलेकाहीँ यस्तै हुन्छ भन्दै पनि म अब चाहिँ चुकाइसकेँ घर। त्यसपछि बाइक रोकिसकेपछि यस्तो राम्रो भ्यू आइरहेको रहेछ। मैले छुट्याउने कुरा हुन्छ त साथीहरू, मैले छुट्याउनै सक्दिनँ नि। यति राम्रो झापा देखिरहेछ, घाम पनि यस्तै राम्रो लागेको छ। यही झापा कति राम्रो। यहाँ चाहिँ दिनमा चाहिँ 100-150 मान्छेले चाहिँ भिडियो बनाउँछ होला, साँच्चै हो कि। यति धेरै मन पराएर यति मजाले चाहिँ भिडियो बनाउँछ नि यहाँ। फोटो मान्छेको त लस्कर हुन्छ भाइ। तपाईँहरू पनि यो बाटो हिँड्नुहुन्छ भने चाहिँ यहाँ भिडियो बनाउन नछुटाउनु होला, यति राम्रो सिन आउँछ नि। वाउ, यति भन्दै आजको मेरो भिडियो पनि अन्त्य हुन गइरहेको छ साथीहरू। फेरि अर्को भिडियोमा भेटौँला, बाई, टाटा। यो भिडियो मन पऱ्यो भने सक्छ लाइक र कमेन्ट सब्सक्राइब गर्नुहोला।